हेलो एभ्रिवान, वेलकम टु माई न्यू भिडियो। आज हामी वडा कार्यालयतिर जाँदैछौँ हामी दुईजना सर होइन। बाटोमा जाँदा जाँदै थकै लागेर हिँड्दै दुवैजना सर र लाएर हेलो जेठु हाई गरिदिइहाल्नु त ल पहिला दुईजना हामी सँगै जानु लाग्यो। अनि बाटोमा थकै लागेर अनि यसो यहाँ रेस्ट गरौँ भनेर बसिरहेछौँ कि हामी होइन। एउटा पार्क जस्तो रहेछ यहाँ रनिङ गर्ने ठाउँहरू। अनि त्यहाँनिर यता जङ्गल एरिया हेर्ने, ओहो माइ गॉड जङ्गल छ हौ, डर लाग्दो जङ्गल एरियामा रहेछ कि यो ऊ चाहिँ यहाँको हामी बस्ने ठाउँको वडा कार्यालय चाहिँ। अनि त्यही भएर हामी यतैतिर छौँ। अब टाइम पनि भएको छैन खुल्ने, 10 बजेपछि खुल्छ, 10 बजेतिर खुल्छ। त्यति बेलासम्म हामी यसो बाहिर यसो रेस्ट गरिदिउँ, चिसो हावा छ, यसो शीतल खाइदिउँ भनेर बाहिर बसिरहेको छौँ है। अनि त्यही हो होइन। अब आज चाहिँ यसो काम बनाएर फर्क्यौँ भन्ने सोचले चाहिँ यहाँ आएको छ। यता हेर्न एउटा यस्तो छ होइन, रनिङहरू चलिरहेको छ यहाँ, साइकल रेसहरू झ्याप्प लाएर झ्याम्म लाएर अनि यसरी चलिरहेको छ है। यो चाहिँ रिसोर्ट हो कि के रहेछ यो? रिसोर्ट जस्तो छ है यहाँ त, जङ्गलमा पनि रिसोर्ट रहेछ यहाँ। आमामामा पुरै जङ्गल एरिया छ यार, बापा रे बापा पुरा जङ्गल जेठु, पुरा जङ्गलमा छौँ हामी आज। जापानको जङ्गलतिर, पानामा जङ्गल जस्तो लाग्न थाल्यो यार, ढुक्ने यार त्यस्तै छ नि होइन। भनेपछि कस्तो लागिरहेको छ त आज जेठु फेरि? अस्ति पनि आइयो त्यत्तिकै गइयो है, यसो बाटो मात्रै चिनिएर गइयो। आज चाहिँ सजिलो भयो, बाटो थाहा भएपछि पनि सजिलो हुन्छ। सरासर आउनु पाइयो होइन आज चाहिँ, कसो पाइयो हजुर झ्याप्प लाएर होइन। ल हामी जङ्गलमा यसो हावा खाँदै बस्दै गरौँ, टाइम हुन्छ र अनि भित्र छिराउँला होइन। हजुर आज फेरि यति नमिठो धोका पाइयो कि अस्ति पनि हिँड्दै यही ठाउँमा आएको थियौँ हामी, यो एउटा पेपरको लागि। एउटा पेपर यसलाई सिधा गरौँ बनाऊँ भनेर आएको, अस्ति पनि दुःख पाइयो त्यहाँ होइन। आज फेरि आएको, आज दोस्रो दिन पनि यस्तै दुःख पाइयो। त्यहाँ त्यो वार्ड चाहिँ होइन भन्छ यार। फेरि फर्केर हामी फेरि अर्को वार्ड खोज्दैछौँ। हाम्रो एरियाको वार्डमा त्यहाँ छ भनेर लोकेसन चाहिँ आइसकेको छ, हामीलाई फरवार्ड भइसकेको छ। त्यही लोकेसन समाएर हामी जाँदैछौँ। दुःख चाहिँ लास्टै भयो, आमामा खुट्टा दुखे जस्तो भयो है। बर्बाद छ जिन्दगी। त्यो हरियालीसँगै रमाउँदै हिँडिरहेको छ त, के गर्नु अब, लाइफ हो होइन। बर्बाद छ बाटोघाटो। ल हे गर्मी जाँदैछ, गर्मी धेरै छ। गर्मीमा सबै सेफ रहनु होला, ख्याल गर्नु होला आफ्नो शरीरको। रमाइलो छ है। के हो जेठो? अस्ति आउँदाखेरि बरु के अरे शीतल थियो होइन मौसम। आज त लास्टै गर्मी छ त यार। घुमको छ है जेठु। ल फोहोरको गाडी आइसक्यो यहाँ, फोहोर उठाउनु यहाँ जापानमा। ल आयो, रमाइलो छ जिन्दगी। बिल्डिङ पनि खतरा हुन् कि यहाँ पनि होइन। भूकम्प आउँछ पल्टाउँछ भन्छन्, खतरा छन् बिल्डिङहरू होइन। रबरको बिल्डिङ पोक खाने नि यहाँ। ल हो यस्तोमा चाहिँ मजाले चिसोहरू किनेर खानु पाइन्छ यो लागि। सर र यस्तै मिसिनहरू राखेको हुन्छ बाटोमा होइन। सर र पैसा कोइन हाल्ने टक्क, अनि निकाल्ने टक्क, बटन दबाउने, हुत्त अर्दै बोतल दल्दै खुनाल्छ, अनि चिसो ज्याम रन्काइदै हाल्ने होइन। के गर्मी छ हौ, विधि छ त गर्मी, उधुम छ त। आमामामा उधुम गर्मी छ हौ। र त्यहाँ सोलो गरिरहेको थियो कि हामी दौडेको भए, त्यो उताबाट अर्को गाडी आइरहेको थियो कि, त्यही भएर दोकानकै
बिस्तारै अर्को गाडी आइरहेको थियो नि त, त्यसले गर्दाखेरि अनि निक्लिहाल्नुपर्छ, नत्र भने फेरि फाइन साइन हुन्छ। अब के होला, भोटेहरू रिसाउँछन् फेरि, बाक्का भन्न थाल्यो भने त बर्बाद हुन्छ फेरि। बाक्का उरुसागी भन्न थाल्यो भने फेरि बर्बाद भइहाल्यो त होइन। तर जे होस् घुमाइ चाहिँ राम्रै भएको छ घाममा टन्टलापुरमा। आमामा यहाँ चाहिँ यस्तरी टन्टलापुरमा यो जापानको रोड। यहाँ चाहिँ स्कुलहरू यस्तो हुँदो रहेछ है, यहाँको त्यो बच्चाहरूको किड स्कुल, किडवाला स्कुल, किड बच्चाहरूको स्कुललाई यस्तो हुँदो रहेछ। सर र खेल्ने सामग्रीहरू सबै भित्रै होइन, यस्तो तरिकाले बनाउँदो रहेछ क्या। र हरियाली आमा नस्पाती हो कि यो नस्पाती बुटो जस्तो छ त, हरियाली छ। कति राम्रो बुटो या फुल। जेट हेलो तर रमाइलो छ, यस्तो हरियाली छ कि होइन, यस्तो सजावट बनाएर राखेको हुन्छ कि यस्तो बनाएर राख्ने सिस्टमहरू चाहिँ नेपालमा कहिले आउँछ, आउँदैन होला अहिले त झ्याप्प। इस रातो बोली भ्यायो नि, रातो बोली भ्यायो साथी। रातो बोली भ्यायो। क्रसिङमा यस्तै गाडी क्रस भइरहेछ होइन, झ्याप्प लाएर। फेरि रातो बोली हालेको कि कसो? ए जमजम हाम्रो बोलो, हाम्रो निलो बोलो, निलो बत्ती बोल्यो। ठिक छ नि त, तर घामले मारो के हो, बबाल घाम भयो। घाम पनि यति चर्क्यो कि घाम त लाग्नु मोद्राउनु नि होइन, तर लास्टै पोले यार, खुट्टा भब्बार यस्तो बनाएको कि गर्मी भयो। उतातिरबाट बरु शीतल शीतल रहेछ यार, पल्लो पाखाबाट क्रस गर्न नमिल्ने फेरि बर्बाद बनाउँछ फेरि होइन त। शीतलमा उभिमे सर यसो है जेठो जेठो आर्मी म्यान, वान म्यान आर्मी है कि अब पलाएर। तर अलिअलि चिसो हावा लाए जस्तो गर्छ, बर्बाद छ यार। यस्तै छ पारी पाखा चाहिँ यस्तो छ, बिल्डिङहरू ठुल्ठुला छ नि छन् त। भोटेनी बजाइहरू के लाग्ने लगाउँ त, छोरो बाटो लाग्यो अब है। आज नभए भोलि हुन्छ, भोलि नभए पर्सि हुन्छ। जसरी नि हौ आज बनाउनु पऱ्यो कि, दिनदिनै कहाँ यस्तो तरिकाले हिँड्न त कहाँ भ्याइन्छ यार, सकिन्न नि। सकिन्छ जेठु, सकिन्न है। सकिन्न, गाह्रो छ। लगायस काम चाहिँ हाम्रो फत्ते भइसक्यो अहिले चाहिँ। अब हामी वडादेखि बाहिर छौँ है, निस्किसकेको काम बनाएर। अब हामी पहिला चिसो खान्छौँ, यहाँ घाम भएको छ, चिसो खाउँ है जेठो। कस्तो चिसो नखाउँ पऱ्यो, खान त पऱ्यो कि हाल्नु, पैसा हाल्नु नि त्यहाँ, अन्त पाउनु। अहिले उतै खानु लाग्यो, 4 7 11 कता उतैतिर
पाउरोटी पाउरोटी खाने पेप्सीहरू लास्टै भोक लाग्यो है भोक त लाग्यो जो यहाँनिर रहेछ यस्तो रहेछ कि वडा चाहिँ सर्र। धेरै गाह्रो भयो यो वडा खोज्नलाई आमा बल्ल बल्ल भेटियो काम भयो खुसी लाग्यो एउटा सानो काम भए पनि भयो होइन। ल केटाकेटी हो आउँदाखेरि जापान आउँदाखेरि ख्याल गर्ने है सकभर ख्याल गर्ने एड्रेसहरू यिनी सबै चिजहरू चेन्ज गर्नुपर्छ वडाहरू चाहिँ जानिराख्ने। तर लास्टै घाम छ क्या यार आमा जाउँ लास्ट घाम छ क्या सर होइन के विधि घाम हो आमामा निलो बोल्यो के भित्र छिर्ने जेठो यता फुलै फुल जाने कि भित्रबाट सर दामी बनाएको छ कि यार कस्तो राम्रो बनाएको छ कि है सर विधि घाम भएको छ कि आमामा यस्तो खुट्टा दुखिरहेको छ कि पैदल हिँडाइ लास्टै महँगो पऱ्यो हिँडाइ चाहिँ ए जाउँ हो वडा अब यहाँ भिडियोमा क्याप्चर भइसक्यो कि होइन त साथीहरू ल अब चिन्ने खोज्दा खोज्दा हैरान है अनि त्यसपछि आज पनि नभेटे व्यापार के हुँदो भेटाइन्थ्यो याद त जसरी पनि यार कसो नभेटाइदिन्थ्यो सबै एउटै मान्छे हुन्न नि त होइन एउटाले नै एउटाले त दियो नि त सही लोकेसन हो कि नै नाम मात्रै हानेर पनि नआउँदो रहेछ कि सही लोकेसन आउनु पऱ्यो त्यही एउटै नामको चाहिँ 50वटा आउँछ अनि कहाँ जाने भन्ने हुन्छ कि मामा घर त अहिले क्याम्प जानु पऱ्यो पछि जाउँला जानु पऱ्यो मामा घोडा मेरो हिही भइरहेको छ छन् त अहिले पछि जाउँला के भएर यार भेटघाट गर्नुलाई होइन बिस्तारै गरौँला भेटघाट कार्यक्रम चाहिँ मामाहरूसित अहिलेलाई चाहिँ अब फर्स्ट घरमा जाने हो त्यसपछि रनक्क फ्रिजबाट निकालेर चिसो पानी रन्काउने हो यहाँबाट च्याप्प भात तरकारी पकाउनु पऱ्यो खाएर खुट्टा तेल लाएर 100 रेस्ट नगरेसम्म त कामै छैन यहाँ त बर्बाद भयो कास लाएर हैरान भएको छ ए बर्बाद भयो हो नि खोले मा डक्स यार उताको खुल्छ कि कताको खुल्छ यार यहाँ सिग्नल पनि यार कन्फ्युज छ यार यो त के हो पारा म त जोदाड भने नि हिँडिदिन्छु कि होइन के कसो यस्तो कसरी घुमाउनु बनाउँछ हो यो यस्तो घुमिरहेको त होइन त ल साथीहरू जापानको रोडमा चाहिँ डह्रो घुमाइ भयो आज 2-3 दिनदेखि घुमाइ भएको हैट ए राधे ल यहाँसम्म आइयो अब साथीहरू सर्व हामी पुलमा त चढिहालेछ है जेठोजी ठिक छ नि होइन एकदम गुड छ हट के हो त अनि त भइया छ टाइम त यार गर्मीले बाल सुकेर पुरा फुल्न लागिसक्यो यार
बाल त आज त कता कता के भए हेर्नु आमा यत्रा बिल्डिङमा ओ ल साथीहरू अब झर्ने काम झर्नै पऱ्यो होइन कताबाट कहीँ हामी यतिबाट आएको होइन अब घरतिर लाग्दैछौँ हामी नजिक नजिक आउनु लाग्यो सेन्टु कताबाट यो गल्लीबाटै छिर्रियो देउराली डाँडाइले आमामा कति चर्के घाम पनि हो बहुत गाह्रो देश है लगाएछ हामी चाहिँ अब जाँदैछौँ बाटोमा घाम चर्के पसिना पुस्नु पर्यो अब एकछिनमा है फाइनली साथीहरू हामी चाहिँ अब घरमा आइपुग्न लागि छ यही बिल्डिङमा आइयो ल जाउँ है भित्र ल छिरौँ ल भित्र आइयो हामी ए सुन्नुहोस् जान्दैन जान तिनीहरूलाई हामी पछि जाउँ ल यहाँ दबाम आइयो गाँठ्यो यस्तो पनि हुँदो रहेछ यार गर्मी हट सकिन्न यता जाउँ यी कहाँ यता यो सिँढीको बाटो त मरिन्छ त अनि त्यत्रो हिँड्नु पर्यो अनि यहाँ सिँढीमा जाने ल हाम्रो बिल्डिङमा आइयो हामी बस्ने घरमा आइयो दिउँसोमा मासु किन घन्टी बजाउँछ भनेर यिनीहरू आएर बजाउँदो रहेछ यो डेलिभरी होला त्यही होला डेलिभरी होला जेठो चिल्लै भइयो त पसिनाले है ल जाउँ आयो लिफ्ट आयो 9 दबाई हाल्नुहोस् बन्द ल अब गइयो हामी एसीमा बस्नु पऱ्यो ओहो के गर्मी यार यस्तो छ है तपाईँ नर्मल हुँदा हेत्तिर तपाईँहरू बसी हेर्नु मलाई टेन्सन हुन्छ कि नमाइ बाल मैले कता फर्काउँछु भन्ने कुरा पनि बिर्सिएर ल ढोका खोलिसियो त के राखेर यस्तो ढोका खोलिसियो के फाला लाग्यो त्यसलाई खै पनि होइन सामान लिएर आएको होला कि ल है साथीहरू आइयो रुममा आइयो फेरि मारेछ कि फेरि एसी चालु गरिहालेछ गर्मी छ हाई गर्मी राधे ल फाइनली आइसक्यो हामी घरमा अब आजको लागि यति नै फेरि अर्को भिडियोमा भेट्ने बाचा गर्दै बिदा हुन चाहन्छु बाई बाई टेक केयर